समुद्री जानवरहरू जति सबै छन् क्या यहाँ समुद्रमा के पाइन्छ सबै हुन्छ हो यिनीहरू किन घुमाइ छन् यिनीहरू सधैँ यस्तै हो जातै जङ्गल एउटा यिनीहरूको रानो हुन्छ यिनीहरू चाहिँ माछाका भेडा रहेछन् कि एकपल्ट हामीले समातेर खाएका छौँ मुम्बईमा हो र त्यो समुद्रको छालसँगै आएछन् कि यिनीहरूको रानी हुन्छ एउटा मौरीको जस्तो त्यो रानी चाहिँ जहाँ अड्क्यो सबै त्यहीँ थुप्रिन्छ ए कुन चाहिँ रहेछ रानी अनि भरे पानी समुद्र सर जाँदाखेरि त माछै माछा भोकाएका छैन कि गर्छन् त मान्छे कसैले जाने कसैले केले यो के हो यो हेर्नु नि यहाँ यो के हो यसले के खाइरहेछ यसले चाहिँ घुमी खाँदो रहेछ Seahorse. के रे यसको नाम Seahorse यो ठ्याक्कै इटलीको सेप छ क्या जापान पनि यस्तै छ है सेप हेलो वाउ यो समुद्री घोडा भन्छन् क्या यसलाई नेपालीमा चाहिँ हर्स फिस सी ड्र्यागन अरे नट हर्स सी ड्र्यागन हर्स हैन यो ड्र्यागन रहेछ पुरो एउटै त भइगयो नि हर्स आउन बाँकी नै होला के छ खोइ नानी मुनाई साँपै होला यो Tiger tail seahorse. See here? Take the seahorse एउटा पिक्चर छ के रहेछ मामा त्यो के रहेछ त्यो त्यत्रो ठुलो पहिला हाम्रो घर छेउमा दोङ्गीको छेउमा वहाँ हेर्नु कत्रो कत्रो छ खोइ कहाँ छ वेल अहिले अहिले आउँछ माथि उड्दैछ त खोइ ए भित्र रहेछ र त्यो म त छेउछेउ मात्रै हेरिरहेको थिएँ मैले त यो छेउछेउ हेर्दैछ क्या त्यो त वेल होइन होला अर्कै हो कहाँ वेल यस्तो हुन्छ होइन अर्को हो अर्को उता छिरो हो वेल छैन वेल त यहाँ यतिमा वेल आँटेको यो सार्कको पनि बच्चा हो खोइ कहाँ छ सार्क यो होइन नि सार्क यो होइन हौ अर्को छ यता फर्केर त्यो ठुलो सार्कको त यस्तो निस्किएको हुन्छ होइन माथि बच्चा हो नि त माथि हेर न उता लुकाएको छ उता मेन त अर्को चाहिँ उता गएर छ असली सार्क यो त वेल सार्क जस्तै चाहिँ रहेछ यो चाहिँ वेल चाहिँ होइन वेल त कहाँ यतिमा आँट्छ बच्चा बच्चा पनि होइन यो ऊ कता छिरो गयो उता उता हेर्नु न अक्टोपस यता यता हेर्दै जाउँ न मसिनो खालको नि यो भिडियो काट्दै बनाइसक्यो दाँत धेरै लामो हुन्छ राम्रो कलर रहेछ है काट्दै काट्दै भिडियो काट्दै बनाइसक्यो अनि त्यो एउटै हेर्दा दिक्क लाग्छ नि त नि काट्दै काट्दै गर्दा दिक्क लाग्नेले हेर्दैन त्यस्तो कुचरा अड्केछ
मलाई नि दिक्क लाग्छ क्या यी सब रेकर्ड भएको छ पछि सुन्दै हाँस्दै गर्नु दुईजना बुढाबुढी बसेर समुद्रमा भएका सम्पूर्ण जलविद्युतहरूमा उपलब्ध गराइएको रहेछ यो ब्ल्याक पनि कति डार्क ब्ल्याक हो क्या है अवलोकन गर्दैछौँ यहाँ छिर्नको लागि प्रति व्यक्ति 3000 पैसा वसुल्नु त पर्यो I thought that's a coral. Red coral. Oh, crab. Gongeta. Sugoi. What's sugoi? देखा थिएन कस्तो स्ट्रेन्जहरू क्या यो होइन यो कहाँ नक्कली केही छैन पानीको छलले हल्लेको हराइदौ के यो हल्लिँदैछ यसको आँखा फुट्यो होला क्या कत्ला पनि गइसकेका छन् त्यही जातपछि हो यो होइन सुत्या होला यो मरे माछा किन राखे हो र यो अक्टोपसले समात्यो भने त छोड्दैन होला है खाएर मान्छेले साफ octopus sea angels that's why see they are behaving like angels oh my god take this oh yuck I don't like these boneless things here nothing was the face यो त भुत्नी रहेछ क्या हो यसको पुच्छर काटिएको रहेछ त्यसको हेर्दा कति राम्रो हेलो दिदी उयो यो म जस्तै छ रे अनि भुत जस्तो रे त्यही भएर दिदी उ त्यो चाहिँ हो यो चाहिँ ए माछा त कति छन् यतातिर छ मैले त ल धूप बालेर है क्या यो आइरहेछ है क्या It's like the things being tangled on itself.
There's parts of Japan where you can eat dolphin. झन् यो ओसन भित्र नै कति होला है यो त केही होइन हजुर त गइरहनु न त ओसन हेरेर घुमेर डुबेर त्यो देखेर हैन त्यो सीन आई स्टिल हैव इन माय मेमोरी क्या मिलियन्स अफ फिश टुगेदर भिडियोमा कैद भएका छन् दिनभरि भेला बनाउनु वरिपरि कहाँ हेर यति बेला यता माछा देखाएको थियो भन्नु होइन यस्ता माछा देखाएको थियो भन्नु भने कि 20 मिनटको भिडियो हेर्छन् नहेरे हेर्दै सानो त बनाएको रहेछ मेमोरी बनाएको भए यहीसम्म हो होइन तपाईँ अक्टोबर सोच्दै रहेछ अब कता यता ढोका छ लागो कुन माछा होइन यो हिजो हामीले अङ्कलकोमा खाएको माछा हो कहाँ हुन्छ तेरिका हिजो हो किन खाएको यो बुझी पनि बानी भइसक्यो यो दिदी परिवार रहेछ भनेर थाहा पाइसक्यो यसको नाक त ठ्याक्क तिम्रो जस्तो रहेछ त नाक चाहिँ गुण हो र यसको यो लामो छ नि आँखा भएतिर हुन रिफ स्क्विड रहेछ नि त स्क्विड स्टार फिस पनि भनेको थिएँ त त्यो उसमा खानु भएको थियो त यही हो कहाँ खाएको थिएँ मैले खाङको ग्रेभीमा हजुर सी फुड खानुहुन्छ भनेर दिएछ नि यही हो तर यो स्क्विड होइन त्यो स्क्विड अर्कै हो चिका हो त्यही हो मैले जोडेकै थिएँ त्यो फिसहरू हेरेको थियौँ नि ठुल्ठुलो हेरेको त्यही हो हामीले उताबाट हेऱ्यौँ त्यहाँ बसेर हेर्ने ठाउँ हो मामाले के खान्छ हेर्दै हुन्छ कि मैले टिभीमा पनि देखेको थिएँ ठ्याक्क माटा मुनि लुकेर बस्छ र अनि ठ्याक्क अरू आएपछि क्याप्पै समातेर खान्छ क्या यसले यो होइन अर्कै त्यो लुकिरहेछ सेकेन्ड फ्लोर रहेछ वाटर फ्रन्ट जर्नी खाइदियो नि मा यो यता उयो आज त दुईटा युट्युबको भिडियो बनियो त अघि एउटा उदय बाबा बनियो अब एउटा मेरो 3-4 मिनटको छ भाइ यो चाहिँ एक्वेरियम भ्यायो यो प्लानेटेरियम आएछ यो चाहिँ खोलामा पाइने माछाहरू है उडिरहेको छ यो चिसो छ कि तातो छ यो तातो होला त्यही त यहाँबाट बाफ उडिरहेको छ तातो छ त त्यस्तो चिसो छैन नसुन्नु मैले अलिक थाहा पाएँ भने अब फेरि भिडियो बनाउने बेला पनि
मलाई यो बोक्दिन न हाल्दियो के बोकेछ र यसरी के छ के कस्तो भारी छ काटा चाहिँ फेरि बनाउनु यहाँ कुन फिस रहेछ यहाँ पुरै सी थ्रु ओ माय गॉड यो हो यस्तो त पुरै करङहरू सबै देखेर है ब्लड नहुँदो रहेछ यिनीहरूको यहाँ हेर न येलो फिस यहाँदेखि यताको भिडियो मलाई पठाउनु भयो भरे बस प्लिज लाइक एन्ड सब्सक्राइब मामाको तरिकाले लिन मैले युट्युब वाला बन्द हुने टाइम भइसक्यो यो हेर्नु न यो ठाउँमा पाइँदो रहेछ क्या यो फिस अफ्रिकाको तान्जानिया कि कुन ठाउँमा पाइने रहेछ अन्दाउने बेला हुन आएर सुरु गरौँ रोकुजीमा थियो कति भयो पनि राम्ररी हेरेर गर्ने यो त पप्लेट त्यस्तै रहेछ पप्लेटमा यहाँ हेर्नु हाम्रो गाउँमा पाइने गौँटा होइन यो चाहिँ हो नि ओरिजिनल गौँटा यसले च्याट भन्छ सक्यो नि के छ यहाँ यो के अरे भ्याङ्गुताको त्यो बच्चा हो क्या What is this? Frog. ल्याउँदै मात्रै छ यहाँ भ्यागो त हेर्न हुँदा यहाँ त्यत्रो पैसा तिरेर त त्यही भ्यागो त पनि देखिन यो म्युजियमवालालाई केही छैन खाए नेचुरल्ली बाहिर बस्ने हो के लिजर्ड हुन् कि हैनहरू छेपाहरू जस्तो छन् पानीको छेपाहरू हुन् क्या होला भित्र अर्को बसिया छ लुकेर बस्यो जिउँदैछन् कि मर्या पनि थाहा छैन यही भित्र केही छ भने छ यहाँको त अर्कै प्रजातिको भ्याउँदो रहेछ नि त पाउँछ हाम्रोतिर पनि त्यो राति राति घरतिर आउँछ नि भ्याएको त हेर न यहाँ पनि छ एउटा सी लेजर्ड त्यहाँ के लेखेको छ पढ त यहाँ नि यहाँ मामा मामा यहाँ छ मेन लिजर्ड के भन्छ यसलाई यहाँ गोरो 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 होइन यो गोरो होइन Do you know the age of daughter? 300 years. त्यहाँ रहेछ एउटा कछुवा त्यति हो यो दुईटा तिनटा रहेछ ओहो के हो यो नङ्ग्रा हेर्नु नङ्ग्रा कता यो के हो यो के बाइकेल सी सिल रहेछ
नौरा हेर्नु नौरा किन खोक्दै छ के हालेको यहाँ कहाँ यो पुरै आइस राखेर होइन पानी भालु हौ यो हो माइकल सेल पानी भालु भन्दा बुझिन्छ नि त नेपालीमा भनिदिएको अनि यता पनि त भालु जस्तो छ नि त अनुहार उयो देख्नु हेर्नेवाला छेपारो कस्तो रेड है देख्दा कस्तो सिरिङ्गो हुने क्या यो चल्यो भने त एकैचोटिमा त फेन्टै हुन्छ त्यो लुका छ एउटा निदाएको छेउमा छ त्यो त सोको लागि त राखेको हो क्या होइन होइन सुते होला के छ Babe, you were saying baby in front of mama. Really? Yeah. बेला बेला हेर यहाँ हलिन्छ होइन उयो माथिको लहरामा हेर लहरामा एकदमै जानवर रहेछन् नि यो यहाँ माथि ऊ त हेर्दा च्याउ जस्तो त्यो पनि जनावर हो त्यही त हो र यो त च्याउनै होइन र होइन भन्छ उयो हेर्नु नि यो जनावरै हो यी त्यसका आँखा यी ठुलो जानवरै हो यो पनि त्यो मामाले भन्नुहुन्थ्यो नि रुँगेर बस्छ अनि झ्याप्पो खाने भने कसो अघि गयो हो त्यसरी बालुले खुस्रेर बालु आफूलाई माथि पुछेर बस्छ अनि उताबाट माटेर आउँछ के पार्छ यो जनावर हेर्नु कति लामो लामो छ यसको त्यो पनि जनावर हेर्नु न कस्तो कस्तो लहरा तल झर्दै माथि जाँदै यी एक आपसमा बाँचेर उयो च्याउ जस्तो छ एउटा हेर्नु त्यो फोका त्यो पनि जनावरै हो उयो कालो पनि जनावर हो यो जनावर हो रहेछ त यो कालो छ नि माछा जस्तो नि हुन्छ क्या आँखा हेर्नु आँखा पेटा आँखा हुँदो रहेछ जस्तो यस्तो अनि यो पनि जनावर रहेछ यो फिस रहेछ यो त फिस हो यिनीहरू फिस रहेछ नि ऊ त्यो के त च्याउ जस्तो हेर्नु त्यो पनि जनावर क्या आँखा ऊ तल छ नपत्याउँदैन यो यहाँ हलिने चाहिँ मरे पनि जानवर होइन यो त्यो त च्याउ जस्तो छ त उहाँबाट उता टाँसेर यता ल्याएको छ क्या यो चाहिँ नहुन पनि सक्छ यिनीहरू अरू चाहिँ सबै जनावर हो जनावर उहाँ तल माथि चाहिँ गर्दैछ जनावरै हो तर यहाँ पानीको त फोर्स छैन नि त त्यस्तो पानीले गर्दा तलमाथि भएको होला जे होस् न त त्यो होइन मामा त्यो पनि यहाँ लेखेको छ हेर्नु न यो म्याग्निफिसेन्ट सी एनिमोन भन्ने के जनावरै हो त मिने यहाँ रहेछन् ल भ्याइयो यहाँ रहेछन् नि त्यो खेलेको होला खेलेको होला के छ त्यहाँ बाल्लाभित्र पानीको फोर्सले हो के हो पानी नि जस्तो लाग्छ तलबाट पानी फ्याँकेछ त्यो हो कि त्यहाँ कुनै जनावरले खोसेको हो कि ढुङ्गाहरू कस्ता कस्ता बनाएको छ है भित्ता भित्तामा यो बालुवाहरू कुन चाहिँ समुद्रबाट लिएर आउनु होला यिनीहरूले है यहाँ हेर न यसले के गर्दैछ बाल्ला खाँदो छ नि खाएको त होइन होला खाए जस्तो छ यसो हेरेर खाएको उयो हो होइन यताबाट निकाल यताबाट फ्याल्दो रहेछ घाँटीतिरबाट देख्छ घाँटीबाट त्यही त फेरि एकचोटि यता सिधा आउनु नि भन्छ वान मोर प्लिज भिडियोमा निकाल्नु पर्यो होइन दिदी यहाँ मुखभरि भर्छ अनि उतापट्टिबाट निकाल्छ क्या त्यसलाई त्यो बालुवा रिसाइकल गरेर राखेको छ क्या
यसको त दारी पनि रहेछ त त्यस्तो खालको घाँटी हुँदो रहेछ नि यसको हेर्नु त ओठमा ढुन्डिरहेछ ओठले पुरा चुम्बकले जस्तो तान्दो रहेछ अनि यताबाट फाल्दो रहेछ कि ऊ त्यहाँ पनि त्यस्तै रहेछ त्यसो होइन केही खान नपाएर त्यही खानु पाएको नि हौ यहाँ हेर्नु यो रुखमा कुनमा छ यो ग्रास सपर जस्तै छ त्यही त नि ट्याङ्ग्रामा छ होइन होइन यो सीको ग्रास सपोर्ट जस्तो छ है के भन्छ त्यो कटेङ्ग्रा त्यो बालुवा चाहिँ खुब मजा लाग्यो मलाई तल भुलु पानीको फोरा निस्किँदो रहेछ त्यही त अचम्म ल ल यो खुट्टाको पोजिसन यो साउथ इन्डियनहरूले थाहा पायो भने यो पोजिसन लान्छन् फिल्ममै हाल्छन् कि त्योबाट हो कि मामाले यस्तो सर्ट घुमाएर त्यो नागार्जुनबाट भिडियो फोटो खिच्यौँ यहाँ हेर्नु त के हो यो मामा यहाँ हेर्नु न यहाँ यो सुतिरहेछ यहाँ उयो एउटा ओढेर चदर ओढेर सुतिरहेछ हेर्नु पिङ खेल्दैछ न्याउरी मुसा भन्दा ठुलो छ नि यो के लेखा छ एसियन स्मल यो पुरै पानीमा जाँदो रहेछ त हो यिनीहरूले चितुवा सितुवालाई पनि अट्याक गर्छ हो र डेन्जर रहेछ नि त साना छन् ठुला हुन्छन् ठुलो हुन्छ चितुवा बाघलाई अट्याक गरिदिन्छन् पेङ्गिनको आवाज सुन्नु न पेङ्गिनको ओपनली राखिदिएछ है माया गर्दो रहेछ हेर्नु यो त युट्युबमा हाल्ने बेला हो छ बजे अलिक है छिट्टै क्लोज गर्नु यहाँ उभिएर ल शिबुयामा त्यहाँ त एभ्री मिनट त्यो क्रस खुल्छ नि त्यहाँ कति मान्छे क्रस गर्छन् नितोरी यतै छ मसँग हिँड्यो भने क्यामेराम्यान चाहिँ फिक्स भयो है चिन्तै लिनु परेन चिन्ता पनि लिनु परेन तिमीले भन्छ राम्रो पनि निकाल्छ मामाले नाक निकालेर सकिहाल्नुहुन्छ पुरै मेला लागेको जस्तै छ है त्यही त हिजो हाम्रो उहाँ माई मेला लाग्थ्यो नि माईमा त्यस्तै भयो त्यही त पानी परेको दिन झन् मान्छे धेरै निस्किन्छन्
माथि ताराले Dr. Martin, onegaishimasu.